आज पनि मैले हजुरहरूको लागि अर्को राम्रो र उपयोगी कथा लिएर आएको छु। हेर्नुस् त, सम्भव छ। के गर्नको लागि यो सम्भव छ त? सानैदेखि उद्यमी बन्नको लागि सम्भव छ भनेर चाहिँ हामीलाई यो किताबमा भएको कथाले सिकाउँछ र यो कथा लेख्नु भएको छ सङ्गीता श्रेष्ठले। उहाँले यस कथामा के कसरी सानैदेखि उद्यमी बन्न सम्भव छ भनेर लेख्नु भएको छ। हामी पढिहालौँ है त। हेर बाबु नानी हो, मलाई राम्ररी प्रयोग गर्यौ भने तिमीहरूलाई कहिले पनि मेरो अभाव हुँदैन, तर दुरुपयोग गर्यो भने अभाव सधैँ रहिरहन्छ र स्वास्थ्य पनि खराब हुन्छ। दुरुपयोग भनेको के हो नि? हामीले त बुझेनौँ। दुरुपयोग भनेको मलाई दिएर कुरकुरे, चाउचाउ, चिप्स खाने के? ए, त्यस्तो त खानु परिहाल्यो नि। त्यस्तो पनि दुरुपयोग हुन्छ र? जब तिमीहरूले त्यस प्रकारको खाना धेरै खान्छौ, तिमीहरूको पेटमा असर पर्छ र स्वास्थ्य खराब गर्छ। म पनि तिमीहरूसँग रहने छैन। अनि यो मेरो दुरुपयोग हो जस्तो लागेन? त्यो त हो, खान मन लाग्छ नि त। सधैँ होइन, कहिलेकाहीँ मात्र खाने नि। त्यसो भए सदुपयोग चाहिँ कसरी गर्ने हो त? हेत्तेरी, त्यति पनि कति नबुझेको। ल सुन, सदुपयोग भनेको मलाई आवश्यक कामको लागि मात्र चलाउने, नभए खुद्रुकीमा वा ब्याङ्कमा जम्मा गर्ने। त्यसको ब्याज समेत आउँछ। हामीसँग धेरै त हुँदैन, कसरी बढ्छ त? सञ्चय नै गरेनौ भने कसरी बढ्छ र? त्यो त हो, तर खै कसरी सञ्चय गर्नु? अलिअलि गर्दै सञ्चय गरेपछि मलाई लगानी गरिदिने, म बढिहाल्छु नि। सञ्चय भनेको सेभिङ अर्थात् बचत गर्ने काम। लगानी रे? के हो लगानी भनेको फेरि? भविष्यमा मलाई बढाउने कामलाई लगानी भनिन्छ। तिमीहरूले मलाई सेयर वा व्यापारमा पनि लगानी गर्न सक्छौ। सेयर? के हो फेरि सेयर भनेको? हे भगवान, कति प्रश्न गरेको। बुझ्दै नबुझी अनि कसरी लगानी गर्नु त? सेयर किन्नु भनेको कम्पनीको सानो भाग किन्ने र पछि नाफा पाउने हो। ओहो, मैले कस्तो सपना देखेको। साँच्चै धेरै काम लाग्ने कुरा नोटले बतायो, अर्थात् पैसाले बतायो। अब म पैसाको राम्रो सदुपयोग गर्छु। आमा, मेरो अस्ति दसैँमा टिका लगाएको, भैले खेलेको पैसाहरू राखिदिन भनेको थिएँ नि, त्यो कहाँ छ? मैले राखेको छु। किन चाहियो? अब नचाहिने कुराहरू खाएर सकाउनलाई होला। नचाहिने खानामा खर्च गर्ने भए तपाईसँग कुरै गर्दिन थिएँ नि आमा। मलाई केही कापी, पेन्सिल र कलम किन्नु छ। बाँकी पैसाले 20 वटा चल्लाहरू आउँछ नि आमा। ओहो, आइहाल्छ नि। मलाई ल्याइदिनुहोस् न है, म आफै हेर्छु र अन्डा पनि बेच्छु। खाना पनि त हुन्छ नि। ओहो, कस्तो राम्रो कुरा गरेको। म आजै ल्याइदिन्छु है। अनि के, यति मात्रले व्यवसाय सुरु गर्न लाग्नु भएको? कहाँ हुनु, छोरोले आफ्नो बचतले व्यवसाय गर्न लागेको नि। कति राम्रो कुरा। ल ल्याऊ तिम्रो चल्लाहरू। धन्यवाद आमा, तपाईँ कति राम्री। आहा, मिठो अन्डा, प्रोटिनले भरिपूर्ण। 20 वटा अन्डा हो नि बाबु? हो, 20 वटा नै हो। अहिले मात्र याद आयो मेरो? होइन नि, याद त सधैँ आउँछ, तर सञ्चय नै गर्ने थिएन। म भर्नै लागेँ। अब के गर्ने हो मलाई? अब तिमीलाई ब्याङ्कमा जम्मा गर्ने हो। मलाई सदुपयोग गरेकोमा धेरै धेरै धन्यवाद। अनि मलाई यति राम्रो विचारहरू दिएकोमा तिमीलाई पनि धेरै धेरै धन्यवाद। कस्तो राम्रो कथा है। हामीले सानै उमेरदेखि पैसाहरू बचत गर्न जान्यौँ भने धेरै फाइदाहरू हुन्।
हामीले सानै उमेरदेखि बचत गर्न जान्यौँ भने हामीलाई धेरै फाइदाहरू हुन्छ। जस्तै कथाले भने जस्तै सर्वप्रथम त हाम्रो स्वास्थ्य बिग्रिँदैन, किनभने हामीले पैसाले जे पाए त्यही कुराहरू किनेर जङ्क फुडहरू किनेर खाइरहेको हुन्छौँ नि त। त्यो जङ्क फुड खानाले के हुन्छ त, हाम्रो स्वास्थ्य बिग्रिन्छ। त्यही भएर त्यो जङ्क फुड किन्ने पैसालाई हामीले खुत्रुकेमा खुत्रुक्क राख्यौँ भने बचत हुन्छ र स्वास्थ्य पनि बेस्ट हुन्छ। अनि अर्को कुरा चाहिँ हामीलाई आवश्यक परेको सामग्रीहरू, हामीलाई आवश्यक परेको कुराहरू किन्नको लागि आफैले बचत गरेको पैसाले किन्न सक्छौँ। आमा बुवालाई, आफ्नो अभिभावकहरूलाई घरिघरि हामीले यो किनिदिनु त्यो किनिदिनु भनिरहन पनि पर्दैन। त्यसले हामीलाई जिम्मेवार बोध पनि गराउँछ। अनि अर्को कुरा, हामीले लगानी पनि गर्न सक्छौँ वा सानो सानो व्यापार पनि त गर्न सक्छौँ। हामी उद्यमशील बन्न सक्छौँ। भनेको हामी आफै नै उद्यमी बन्न सक्छौँ। आफ्नो व्यापार व्यवसाय सानो सानो भए पनि सानैदेखि गर्न सक्छौँ र आय आर्जनमा टेवा पुर्याउन सक्छौँ। सुन्दा कस्तो लाग्न सक्छ, तर हामीले आफ्नो व्यवहारमा यो कुराहरू लागू गर्यौँ भने भविष्यमा धेरै नै फाइदा हुन्छ। आफूलाई मात्रै होइन, आफ्नो घर, समाज र पुरै देशलाई नै फाइदा हुन्छ। त्यसैले गर्ने होइन त बचत। र हामी भने फेरि पनि अर्को कथा लिएर भेट्ने नै छौँ। तबसम्म लिटल किड स्टोरीलाई लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। नमस्ते, बाई बाई, फेरि भेटौँला।